नमस्ते साथीहरू, मेरो नाम हो तानु। साथीहरू, मेरो आजको भिडियो भनेपछि बुहारीहरूको लागि हो हैन। जुन बुहारीहरूलाई आफ्नो सासूको कुरा एकदमै खट्किने, एकदमै नराम्रो लाग्ने, एकदमै पिर लाग्ने उनको कुराले अनि सासूको कुरा चाहिँ यति पनि नसुहाउने क्या हैन। त्यो बुहारीहरूको लागि चाहिँ मेरो आजको शब्दहरू हो हैन। साथीहरू राम्ररी सुनिदिनु होला हैन। हेर्नु दिदी बहिनीहरू हैन, हामी अब केटी हुँदाखेरि एउटा छोरी हुँदाखेरि माइतमा मजाले नै इन्जोय गर्छौँ। आमा बाउले जे भने सबै कुरा मान्नै पर्छ भन्ने हुँदैन। त्यति बेला चाहिँ आफ्नो मनको गरेर आमा बाउको कुरा नटेरो किनभने आमा बाउले बुझ्छन् क्या हाम्रो छोरी हो पछि गएर बिहे हुन्छ, उसको माथि जिम्मेवारी आउँछ। जिम्मेवारी आएपछि उसले आफै नै बुझ्छिन् एउटा घर कसरी चलाउनु पर्छ। त्यति बेला त आमा बाउको घरमा त आमा बाउ नै हुन्छन् उनीहरूले नै घर सम्हाल्नु पर्ने हुन्छ। नानी बाबुहरूले जस्तो हामीले मजाले घुम्ने ओर्ने लाउने खाने यस्तै नै हुन्छ। पढ्ने यो बाइकको केही पनि हुँदैन तर बिहे भएपछि भने चाहिँ अब कसैको घरमा गइन्छ सासू अब सासूदेखि रिस उठ्छ बुहारीहरूलाई सासूले केही पनि भन्यो भने पनि रिस उठिहाल्ने क्या। रिस उठेपछि अनि सासू ससुरा चाहिँ सुहाउँदै नसुहाउँदै अनि बुढा पनि नसुहाउने क्या। तर बुहारीहरूले चाहिँ यति चाहिँ सोच्दैनन् सासूले अब सानो उमेरमा बिहे गरेर आउनुहुन्छ, बिहे गरेर आएपछि एउटा घर बनाउने अनि घरलाई सम्हाल्ने, आफ्नो नानी बाबुहरूलाई पाल्ने पढाउने लेखाउने ठुलो बनाउने अनि छोरोको बिहे गराएपछि नि बुहारीसँग आश हुन्छ क्या। अब बुहारी आएपछि यो घर चाहिँ मैले जति मजाले सम्हालेँ त्योभन्दा पनि राम्रोले मेरो बुहारीले सम्हालुन् भन्ने एउटा सासूको आश हुन्छ बुहारीमाथि। सासूलाई थाहा हुन्छ क्या घर सम्हाल्न कति गाह्रो हुन्छ। त्यसैले सासूले भित्रबाट बुहारीलाई छोरी जस्तै माया गरे पनि बाहिरबाट चाहिँ बुहारी जस्तै नै मान्नुहुन्छ अनि दिदी बहिनीहरू सासूको चाहिँ स्वार्थ भनेपछि यति पनि हुँदैन रहेछ। किनभने सासूले बुहारीलाई स्ट्रङ बनाउनको लागि मात्र आफ्नो नराम्रो रूप देखाएको क्या। सासूलाई थाहा हुन्छ एउटा घर सम्हाल्न उहाँले आफ्नो जवानी एउटा बच्चैमा बिहे गरेर आएपछि आफ्नो जवान हुनुभयो, यही घर सम्हाल्नु भयो, नानीहरू यताउता परिवार हेर्दै गर्दै समाजमा अलिकति पनि नझुक्ने तरिकाले समाजमा नाम कमाएर बस्नुभएको हुन्छ। अनि बुहारी आउने बित्तिकै अब एक्कासी नै चेन्ज भयो भने उहाँलाई पनि सक लाग्छ क्या। सक लाग्छ अनि अब उहाँले आफ्नो घर राम्ररी चलाउनको लागि मात्र बुहारीलाई अलिकति टाइट गरेको क्या। यसमा नराम्रो केही पनि हुँदैन। उहाँको स्वार्थ भनेपछि यहाँ हुँदैन रहेछ। यति कुरा चाहिँ मैले थाहा पाएँ। सासूले बुहारीलाई स्ट्रङ बनाउन खोज्नु भएको क्या। उहाँलाई रोक्ने टोक्ने उहाँले रोके टोके पनि त्यति नराम्रो व्यवहार चाहिँ गर्नु हुँदैन रहेछ। तर हामी बुहारीलाई चाहिँ एकदमै सासू चाहिँ पटक्कै मन नपर्ने